A very warm welcome. Good morning. Namaste. Oh, very good morning. हाम्रो दिदी एकदम पुजारी भाइ उसमा निस्किसक्नुभयो हाम्रो दाइ अनि त्यसपछि अहिले चाहिँ हामी यो हाँस पोखरीमा आइपुगेको छौँ र म चाहिँ यहाँ मम्मीहरू के किन्नु हुँदैछ अनि म पर्खिरहेको छु के किन्नु हुँदैछ थाहा छैन यतालाई आज पैसा नदिया भए राम्रो तिनजनाको ल धेरै धेरै धन्यवाद के मैले तपाईलाई मेरो तर्फबाट Okay, that's through you. पुजारीहरूको कमी छैन एउटा मात्र छ दुईटा छ जोडी भन्नु यहाँ एउटा मात्र बाल्नु नि माथि माथि पनि बाल्नु पर्यो भाइ बोकिराख ल आउ यहाँ कुरा बाल्दै म चाहिँ बिउ मात्रै गर्छ हात मात्रै जोड्छ आमासँग होइन आमासँग अगाडि आमा अगाडि के गर्नु उयो सिउर न गाडा न हात डढ्दाखेरि यो पनि गाडा त त्यता यो पनि खै हाम्रो दियो लेखिँदै गयो नि के लेख्ने कहाँ बस्नु पुग्यो तारा लेखेन यहीँ राखेर लेख न आज मङ्गलबार त धेरै भयो त्यहाँनिर लेख्नु यो खालको सलाई चाहिँ मलाई मनै पर्दैन नमरोस् है बाले जानुपर्छ मर्दैन नि ल छाडिन चाहिँ Oh my god. बाङ्गो लागेको छ नि अहिले चाहिँ हामी पाथिभरा यसलाई नि पाथिभरै भन्छ सानो पाथिभरा भएको छौँ अलिकति मोटाएर धप्स देखिरहेको रहेछ अनुहार र फुपाले त माथि पुग्दासम्म फुपाले हेल्प गर्नुहुँदैछ यता हाम्रो दाइ हुनुहुन्छ एकदम हेन्सम हुनुहुन्छ यदि तपाईँहरू कसै रिजर्भमा हुनुहुन्न भने चाहिँ हाम्रो दाइलाई सम्पर्क गर्न सक्नुहुन्छ सम्पर्क नम्बर नगरौँ न सबैभन्दा ठुलो कि रिजर्भ आइदिनु पर्यो भन्नु चाहिँ के गर्ने पिता माता परमेश्वर त स्यु सास बढेको अवस्था होइन
दिदी लेट मी टच बाजुलाई हाम्रो सबै कालो फोकसै भएन हुँदैन सिधा यहाँ गर न यहाँ मान्छे सोधेको होइन म चाहिँ वाउ कसो गर्नु ठुलै आएन एकछिन यहाँ स्टक गरिराख्नु पर्ने रहेछ क्या यतिमा लाने अब होइन नि धर्मप्रसाद लानुपर्छ हो वाउ दिदी दिदीताको फेभरेट चाउमिन र चिकन ललिपप त्यस्तो होइन के पो अहिले पो मन गराउँदैन वाउ हाम्रो दिदीहरूले सपिङ गर्नुभएको आधी घन्टा भइसक्यो मैले चलेको हो क्या राम्रो हुन्छ लेट मी ट्राई तपाईँलाई पनि सको छ यो लेची हो त्यसलाई हेर्नु त राम्रो अन्त हो त्यो यो नि एउटा अनि अघि यो त परदेखि ओ नि लगिदिनु हौ भने यसमा जुत्ता पनि थियो यो फुटबलको दाइ बेबीहरूको लागि के राम्रो हुन्छ देखाइदिनु बेबीहरूको लागि बेबीहरूको लागि म यो एउटा लगिदिन्छु बुवालाई यस्तो कुराहरू राम्रो बेबीहरूको लागि यो मलाई एउटा दिनु न यो किरिङ हिमालय रातो कलरको निकालिदिनु भन्नु त म निकालिहाल्छु नि सपिङ गरेँ के अरे आधी घन्टा भयो हा अब चाहिँ हामी पितामाता परमेश्वरलाई एकदमै धेरै धेरै धन्यवाद दिएर अब हामी फर्किँदैछौँ ड्याडीको मुड ठिकै थियो र अनि अहिले चाहिँ के भन्नुभयो भने नि अहिले चाहिँ उहाँले रियलाइज गर्नुभयो म दिदी हेर्नु त कस्तो राम्री ओहो मेरो दिदी त कति क्युट यता हेर्नु त किसिमै देखियो चाउमिन खाने चाउमिन तिमी चिकन र ललिपप खान्छौ कि लाट खाँदैन मेरो मम्मी मम्मी अब मेरो मम्मी के खानु भएको चिसो चिसो होइन आइसक्रिम भन्नु न यहाँ कस्तो चोकोबार भन्नु नान्छु चोकोबार हाम्रो फुपा चाहिँ अलिक अगाडि हिँड्नुहुँदैछ छिटो फुपालाई यति बेला नलिउँ ओह्रालोमा गाह्रो छ यो यहीँ माथि हो क्या मेरो चाहिँ ओ भएन न पितामाता परमेश्वर कहाँबाट फेरि पाथिबाट माता कि जय यो मेरो आफ्नैमा हुन्छ क्या फेरि म अर्कोचोटिसम्म आउँदा यहीँ होस् है यहाँ छ मैले यहाँ भनेको चाहिँ यदि अर्को जन्म हुन्छ भने वाउ
र आजको दिनमा चाहिँ हामीले एकदम राम्रोसँगले पितामाता कस्तो यार दिदी एक बाइटो सारी अब गर्दिन हौ भर्खर रियलाइज गरेँ मैले पनि शाला मैले चकचक गरेको अब है 10 दिने उहाँ हो झर्दैन हुन्छ हुन्छ अरे मेरो मम्मी भैँसी जस्तो कुद्नु हुँदैछ भैँसी त भन्नु नआउने तर मोटाउनु भएर भनेको यति भन्दा पनि अलिकति मन दुख्दैन भने चाहिँ अब घटौँ पछाडि र अगाडि बराबरी नफुलाम न यसरी फुपाको लिरिक्स अघि यहाँ आयो फुपा ताप्ले जुनको तोङबा आयो यहाँ बान्नु न ल ताप्ले जुनको तोङबा सुकुटी We are in this कन्यामको बाटोमा कसैहरू यहाँ भिडियो बनाउने बानी भएको छ कि You guys can see राम्रै छ बाटो भनौँ यतिको Oh my gosh, look at this. हाम्रो कारबाट यस्तो भ्यू देखिरहेको छ है गएको केटाहरू गयो कति राम्रै हजुर राजाहरू भेग नाट गयो क्या
को हो यो मोमो चिकन र भेजमा छ घोडा चढ्नु मन पराउनुहुन्छ है हाम्रो यहाँ घोडा चढ्नु हुने रे यस्तो मोटीहरू अनि कसरी चढ्छु भने वाह राम्रो फोटोहरू भिडियो क्रस हुँदा चाहिँ यसो यता यता तान्नु न हजुर हजुर आउँछ नि दामी हेर्नु न कस्तो दामी ल यता हेर्नुहोस् यहाँबाट पनि यति पर आउँछ नि नजिकबाट पनि ल त्यो चाहिँ पारा भएको आयो नि त अलिअलि परबाट बनाइदेऊ न परबाट भिडियो ल ट्याक्कै हेर्नुहोस् दामी एकछिन चाहिँ हो हातले हो त्यसरी अलिक घोडालाई ल हेर्नुहोस् है त्यही त हल्का ल हेर्नु बल्ल बल्ल घुमेर एकछिन के त त्यो चिलाएर हो क्या घामले गर्दा यसलाई गर्नु न ल अलिकति मान्दैन फाल्टो लक्षिण घोडा छन् त्यो त कपाल लामा हिँड्नु हिँड्नु यहाँको त भ्यू साँच्चै निकै राम्रो पो रहेछ त
तान्नु तान्नु भयो यताको ओहो मेटे ल अहिले चाहिँ हामी चट्टोपाडामा दाइसँग 4 चक्केलाई फेरि ओभरटेक हाल्नु